मनिषा थापाका सौदान हो र म भैरवमा बस्छु। मैले रिसेन्टली क्लाउड किचन स्टार्ट गरेको छु। क्लाउड किचनको बारेमा कन्सेप्ट भैरवमा थोरैलाई मात्रै थाहा होला, तर यसको विशेषता भनेको के हो भने स्पेशली मैले बनाएको के छ भन्दाखेरि बिटरुटको आटा मोमो, स्पिनिच आटा मोमो, अनि आटा मोमो, अनि नर्मल रेगुलर जुन मोमोहरू पाइन्छ होटलहरूमा त्यो पनि मोमो बन्छ। र हामीले मोमोमा कुनै पनि अजिनामोटो र केही पनि केमिकलहरू हामीले युज गरेको छैनौँ। विशेष गरी हामीले बच्चाहरूलाई जुन मोमोको क्रेज हुन्छ उनीहरूलाई चाहिँ मैदाबाट हटाएर हामीले आटामा सिफ्ट गर्न सकियोस्, उनीहरूलाई हेल्दी लाइफ दिन सकियोस् भनेर नै हामीले स्टार्ट गरेको हो। र त्यसै गरी हामीसँग यो क्याबेज मोमो पनि छ। अनि क्याबेज जुन डाइट गर्नेहरू न्युट्रिसनिस्टहरूलाई त्यो राम्रोसँग थाहा नै होला। क्याबेज मोमो छ अनि चिकन भेज दुईटैमा हामीसँग एभाइलेबल रहेको कुरा म जानकारी गराउन चाहन्छु। र यो मोमो बाहेक अरू हामीसँग सेलरोटी, नेपाली अचार, चुकौनी पनि रहेको छ। विशेष गरी हामीले कर्पोरेट अफिसहरूलाई पनि हामीले ध्यान आकर्षण गरेर हामीले सुरु गरेको हो। र जुन अफिस ब्याङ्कहरूको लागि चाहिँ हामीले विकली फुड मेन्यू प्लान गरेको छौँ, जसमा स्यालेडहरू हुन्छ, रोटी पराठा, अनि चिकन चिउरा, मासु चिउरा, त्यसै गरी पास्ता, चिकन चाउमिन, भेज चाउमिन, सबै कुरा हामीसँग एभाइलेबल भएको कुरा म जानकारी गराउन चाहन्छु। धेरैजसो बच्चाहरूमा एउटा प्रब्लम देखिन्छ, उहाँहरूले भेजिटेबलहरू कमै मात्रामा खानुहुन्छ। चुकन्दर र पालक त कमैले मात्रै खानुहुन्छ होला, तर त्यसलाई हामीले बच्चाहरूसम्म कसरी पुर्याउन सकिन्छ त हामीले आटामा हामीले इन्फ्युज गरेर जुन चुकन्दरको पेस्टलाई हामीले आटामा इन्फ्युज गरेर हामीले त्यसलाई चाहिँ बनाउने गरेको छौँ। र यो किन हेल्दी छ भन्दाखेरि यसमा कुनै किसिमको तेल छैन अनि स्टिम गरिएको छ। त्यस कारणले गर्दाखेरि बच्चा धेरै हेल्दी नै हुने भयो। र बाहिरको फुड, जङ्क फुडहरूबाट छुटाउनको, ह्याबिट छुटाउनको लागि पनि हामीले यसलाई लिएर आएका छौँ। र धेरै बच्चाहरूले मन पनि पराइदिनु भएको छ। हामी कस्तो कर्पोरेट अफिस भन्दाखेरि हामी ब्याङ्कहरू अनि कुनै पनि पार्लरमा बच्चाहरूले जति पनि स्टुडेन्टहरू हुन्छन् सिक्ने, कुनै आर्किटेक्टहरू, इन्जिनियरहरू उहाँहरूको अफिस छ, उहाँहरूले चाहिँ डेली बेसिसमा बाहिरबाट खाना खाइरहेको हामीले जानकारी पनि पायौँ हामी डेलिभरी गर्दै गर्दा। र हामीसँग हाम्रो विशेषता एउटा पनि छ कि हामीले होम डेलिभरी हामी आफै गरिदिन्छौँ, त्यसमा कुनै एक्स्ट्रा चार्जेस लाग्दैन। नर्मली बाहिरको मोमो र यसमा खासै डिफ्रेन्स त छैन होइन, तर हामीले के युज गरेको छौँ भने हामीले क्वालिटी प्लस क्वान्टिटी दुइटैमा हामीले ध्यान दिएर काम गरेका छौँ। रेट चाहिँ खासै फरक छैन। हाम्रो खानालाई ट्राई गरेर हामीलाई पनि तपाईँहरूको सेवा गर्ने हामीलाई मौका दिनुहोस्। धन्यवाद।